उनी हुन् छवि चौधरी। 3 दशकसम्म राष्ट्र सेवामा समर्पित पूर्व प्रहरी। 30 वर्षको जागिरे जीवनपछिको अर्को अध्याय सुरु भयो, जन्मथलोमै केही गर्ने संकल्प सहित। विक्रम सम्वत 2080 सालबाट उनले थारू संस्कृतिको संरक्षणका लागि भौतिक संरचना निर्माण सुरु गरे र 2081 सालमा शान्तिनगर थारू सांस्कृतिक होमस्टे सञ्चालनमा आयो। शान्तिनगर गाउँपालिका वडा नम्बर 5 रङ्गैचामा। करिब 1 करोड 30 लाखको लगानी रहेको यो होमस्टे 3 बिघा क्षेत्रफलमा फैलिएको छ, जहाँ हरियाली र प्राकृतिक वातावरण पाइन्छ। उनी सहित उनको 5 जनाको परिवार समर्पित भएर सपना साकार गर्न दिनरात खटिरहेका छन्। यो होमस्टे तुलसीपुर सुर्खेत सडक खण्डको रङ्गैचा बजारबाट 2.5 किलोमिटर दक्षिण पूर्वमा पर्दछ। हामी पुग्दा उनी गाउँपालिकाको कामले बाहिर गएका थिए। केही पर्खाइपछि भेट भयो। हजुर, भलाकुसारी सुरु भयो मातृभाषा थारूबाट। बाटबट्टी जाइके कलक सबैले यहाँ नम्बर फोनकन जाइत आज बल्ल बल्ल टाइम मिल्यो। पछि सबैलाई बुझिने भाषा नेपालीमा हामीले भलाकुसारीलाई विस्तार गर्यौं। तरकारी खेती पनि गर्नुभएछ त? यहाँ सबभन्दा पहिले मैले सुरुवात भनेकै रङ्गैचा पशुपक्षी तथा कृषि फर्मबाट गरेको हो। हजुर। मसँग तरकारी खेती, लोकल कुखुरा, बुङ्गुर अनि खसी बाख्रा सबभन्दा पहिले सुरुमै स्टार्ट गरेर चाहिँ त्यही हो। त्यसपछि मात्रै हामीहरू यो पछि 2080 साल पुस महिनादेखि मात्रै यो होमस्टेको अवधारणा ल्याएर हजुर स्टार्ट गरेका थियौँ। यो यहीँको लागि ल्याउनु भयो? यो हामीहरूको उत्पादन यहीँ हुन्छ। मसँग दुना टपरी उद्योग पनि छ। हजुर। अनि हामीहरू दुना टपरीमै खाने भन्नुभयो, के अरे हाम्रो पाहुनाहरूले भने। हजुर। हामीले दुना टपरीमै खुवाइदिन्छौँ। अनि यो जुन यो हड्केसहरू छ, ढकियाहरू छ, हजुर, यिनीहरू चाहिँ हामीहरूको यहाँ 10 दिने तालिम सञ्चालन भएको थियो। तिनी प्रशिक्षार्थीहरूले बुनेका चिजहरू चाहिँ यिनीहरू। यही होमस्टेमै तालिम? यही होमस्टेमै तालिम भएको थियो। दुना टपरी पनि यही हुन्छ? त्यसको पनि यही तालिम थियो। यही नै उत्पादन गर्छौँ हामीहरूले, मेसिनै यही छ। यही होमस्टेमै? हजुर हजुर हजुर। त्यसमा कर्मचारी छुट्टै हुनुहुन्छ? कर्मचारी छुट्टै हुनुहुन्न। अहिले हामीहरू सबै घरकैले धानिरहेछौँ। कोठाहरू, आँगन, फुलबारी, तरकारी खेती, खोर सबै उनले हरेक कुनामा घुमाउँदै थिए। यो शिवलिङ्गको मन्दिर हो। अनि त्यसपछि यो टेबल टेनिस बोर्ड भयो, ब्याडमिन्टन कोर्ट भयो, अनि त्यसपछि यो रिसेप्सन भयो, अनि गेस्ट रुमहरू चाहिँ यता छ। अनि आउनुहोस् गेस्ट रुम देखाइदिउँ। दौना फुला कोन्टी? यो दौना फुला भन्ने यहाँ पाउँदैन, यो चाहिँ सल्यानमा पाउँछ। दौना फुला भन्ने यो हामीहरूको थारू भाषाबाट दौना फुला भन्छौँ। पहाडीबाट के भन्छ त्यो मलाई थाहा भएन। यसको जस्तै अब दौना फुला भन्ने यता पनि हुन्छ हुन त। अब हामीहरूको प्रायः जसो दौना फुला भन्ने थारूले मात्रै युज गर्ने फुल हो। यो त्यो थारूले मात्रै युज गर्ने फुल हो। यहाँ रोप्नु भएको छ त्यो फुल? छ। अनि हेरौँला। हाम्रो यो बेडरुमहरू भयो होइन। यो मसँग अहिले उपलब्ध भएको 4वटा यस्तो बेडरुमहरू हो। यसबाट हामीहरू सेम त्यो त सेम सबै यही कोठा हो। सबै एटेच बाथरुमहरू छ। अब यतातिर अलिअलि ठाउँ बनाएर पछि बेडरुमहरू थप्दै जाने। अब बिस्तारै बिस्तारै कहिले अपुग हुन्छ होला नि? कहिले अपुग हुँदाखेरि हाम्रो यो स्पेसल गेस्ट घरको गेस्टको लागि राखेर त्यसमा सुताइदिन्छौँ। अनि एउटा यो चाहिँ यसमा पनि अब अप्ठ्यारो पऱ्यो भने चाहिँ यसमा पनि एटेच गरिदिन्छौँ। अनि हामीहरूको यो चाहिँ गोलघर भयो। यो बुद्धको मन्दिर मूर्ति, यो गोलघर चाहिँ यहाँ खाना चिया सबै? हजुर, खाना चिया यता बसेर खानालाई, त्यता बसेर खानलाई। थारू होमस्टेमा यो राम्रै जस्तो लाग्यो कि कसैको? अब
वास्तवमा थारू होमस्टेमा यो राख्न नहुने हो। भुइँमा बसेर खानु, भुइँमा बसेर त्यसमा खानुपर्ने, तर पाहुनाहरूले मान्नुहुन्न। हामीहरू त्यसमा बस्न सक्दैनौँ अथवा कहाँ त्यस्ता बस्छौँ भन्ने कुरा निकाल्नुहुन्छ। अब होमस्टे भनेको खास घरवास हो, घरमा बस्या आवास हुनु पर्यो। अब त्यो कुरो चाहिँ अब उहाँहरूले अलिकति स्वीकार्नुहुन्न। अनि यो चाहिँ यो पिलर छ नि, यो पिलर चाहिँ थारूबारी घर, खरले छाएको थारूबारी घर बनाउनलाई यो पिलर चाहिँ तयार गरेका छौँ। खर पनि ल्याएको छ, खर पनि अब मिस्त्रीले फुर्सद नपाएर यिनीहरू त्यहाँ बसेर खाने कटेजहरू चाहिँ यता छ। यहाँसम्म आउनुहुन्छ पाहुनाहरू? हजुर आउनुहुन्छ। सबै फलफुल पनि रहेछ है? फलफुल पनि छ। हजुर, त्यता फलफुल पनि छ। बर्खामा समस्या हुँदैन यो यता जङ्गलतिर? बर्खामा खासै यतातिर अब बाघ भालु लाग्दैन के अरे, त्यस्तो समस्या देखिया छैन। यो चाहिँ गुन्द्री ओछ्याएर चकटी ओछ्याएर चाखल मारेर बसेर खाने ठाउँ बनाइदिएको छु मैले। त्यो चाहिँ चाखल मारेर बसेर खाने ठाउँ बनाइदिएको छु। भनेपछि यसमा अलिकति काम पानी बाँकी छ, अझ यो बाँसहरू रङ्गाउनु बाँकी छ। बस्ने यही हो? हजुर हजुर, चकटी गुन्द्री त्यहाँ छ टङ्गाको। यो हजुर, गुन्द्री त्यहाँ छ। मेरो सोच त अब यही उत्पादन गर्ने, यही खपत गराउने भनेर अब यो तरकारी खेतीहरू पनि सबै यहीँ छ। खुर्सानी? हजुर, यहीँ ठिकै हुन्छ कि बिक्री गर्नुहुन्छ? यो कहिलेकाहीँ त अलिक बेसी हुन्छ, नाइ भने सबै यहीँ ठिकै हुन्छ। यसमा पनि मैले सबै यही त्यही चाकल मारेर बस्ने खाने ठाउँ बनाइदिएको थिएँ। एकदम के माग आयो भनेपछि हुँदैन, टेबल चाहियो, कुर्सी चाहियो भनेर अनि फेरि यहाँ टेबल र कुर्सी लगाइदिएँ। त्यो भएर खाना मात्रै थारू चाहियो? हजुर, खाना चाहिँ थारू चाहियो। अनि त्यही थारू पनि मान्नुहुन्न। मैले त होमस्टेमा आउने मान्छेहरू वर्ष के हाम्रो यहाँ उत्पादन गरे लोकल रक्सी, जाँडको झोल यिनीहरू चाहिँ युज गर्नुहोस् भन्छु, परायले मान्नुहुन्न। कोहीले हो त्यो जाँडको झोल र घरको ल हामीहरू यो ठाउँमा आउने भनेको यहीँको लोकल जे उत्पादन भएको छ त्यो खाने हो भनेर कोहीले चाहिँ भन्नुहुन्छ। अब भनौँ न 95% मान्छेले त्यो चाहिँ मान्नुहुन्न थियो। माथि खरले छाएको भयो भने अझै गजब हुन्थ्यो कि? खरले छाएको भए अझ राम्रो हुन्थ्यो। तर अब समस्या चुने पनि हो। सबभन्दा चुने त अब केही न केही गरेर उपाय गरेर छेकिहाल्थ्यौँ। खरै नपाइने समस्या त्यहाँ। तरकारी खेती एकदम राम्रो। अब तरकारी खेतीहरू पनि सबै यतै उत्पादन गर्ने भनेर अब भनौँ न आउने पाहुनाहरूलाई यही टिपेर खुवायो भनेपछि उहाँहरूले चाहिँ खुसी मान्नुहुन्छ। आफ्नै घरको भन्ने। हजुर। यिनी बाख्रा पनि बाख्रा खसी आफ्नै हो? हजुर आफ्नै। अब पाहुनाहरू आउनुहुन्छ, आएर ल मलाई यही भाले काट्दै भन्नुहुन्छ, अनि त्यही भाले रोजी खान पाइयो नि, त्यही भाले छोपेर काटेर खुवाइदिने हो। अब जस्तै अब हामीहरू अब भर्सकै अब प्लेट हिसाबले नखानुहोस् भन्छु मैले। प्लेटको हिसाबले खाँदाखेरि उहाँहरूलाई महँगो पर्न जान्छ। हामीलाई फाइदा त हुन्छ, त्यो आफ्नो ठाउँमा छ। त्यसलाई हामीले फाइदा मात्रै नहेरेर पाहुनाहरूलाई अलिकति केही सहज होस् भनेर उहाँहरूलाई चाहिँ हामीले भर्सकै अब 4-5 जना मिलेपछि एउटा भाले त खाइहालिन्छ। कति पाल्नु भएको छ यसमा? अहिले होला कता लुगा छन् 100-150 जति होला। लोकल भाले लोकल मात्रै। मैले त्यो ब्रोइलर साल केही पनि राख्दिनँ। अनि यतातिर चाहिँ अब अहिले चराउनु लगाएको छ त्यो बाख्राखोरको। अनि उतातिर चाहिँ सबभन्दा पश्चिमतिर हाँस छ। सबभन्दा धेरै मासु खाने भाले हाँस के को खानुहुन्छ? सबभन्दा धेरै कट्ने म कहाँ लोकल भाले र बबैको माछा। लोकल माछा
माछा बबीबाट ल्याउनुहुन्छ? हजुर बबीबाट। कसरी आफै मारेर या होइन, तिलवारीको एकजना हाम्रो यो चौधरी समुदायकै हुनुहुन्छ, उहाँलाई मैले ठेकै दिएको छु। गङ्गटा माछा उहाँले चाहिँ के गर्नुहुन्छ, साँझ गएर अँध्यारो भएपछि चिउडी लगाइदिनुहुन्छ, बिहान गएर चिउडी तानेर तुरुन्तै यहाँ ल्याइदिनुहुन्छ। त्यो ताजा माछा खुवाउन पाइएको छ। यो कार्यक्रम हल? यो चाहिँ कार्यक्रम हल। अब यो अलिकति ओपन खालको छ यो। हजुर। अब यतातिर अलिकति केही सिनहरू हेर्न पाउनु होला भनेर मैले ओपनै राखिदिएँ। यता केही सिन हेर्न पाला। यो सबै यो गार्डनहरू बनाउन खोजेको छु अहिले। अब त्यही भएर बिचबिचमा सिमेन्टेड गरेको छु। अब यो नीलकाँडा पनि अब लगभग उम्रिसकेको छ। अहिले मर्या ठाउँमा अहिले अब यसपाला अब यो बर्खा लाग्यो, अब सुरु गर्नु पर्ला भनेको छु। राम्रो। कार्यक्रम गर्न आउनुहुन्छ यहाँ? आउनुहुन्छ कार्यक्रम। अब जस्तै अब कुनै आइएनजिओ एनजिओ अब बाहिनीको कार्यक्रम यताउता, अनि उहाँले हाम्रो त्यो थारू कल्चर पनि मगाउनुहुन्छ। त्यो थारू कल्चर पनि मगाउनुहुन्छ। यही मञ्चमा अब थारू कल्चर नाच्ने पनि। यहाँ नाच पनि हुन्छ? मैले एउटा टिमै तयार गरेको छु। के नाच होला? यो हाम्रो चाहिँ एउटा लठुवा, थारू लठुवा, अनि एउटा हुर्दुङ्ग्या, महुत्या र छोक्रा, 4 किसिमको नाच। र मिल्ने रहेछ भने चाहिँ दसैँ टाको त त्यो जुन सखिया नाच हुन्छ नि, दसैँमा नाच्ने, त्यो नाच पनि देखाइदिन्छौँ। अब त्यो बारेमासे त्यो मिल्दैन फेरि। र अहिले पनि अब यो धुर्यागुरै भन्छन्, त्यो धुर्यागुरै गरेपछि मादल बजाउन दिँदैनन्। अहिले अब कुनै पनि पाहुनाले नाच मगाउनु हो भने चाहिँ मैले नाच देखाउन सक्दिनँ। अब यो असारको लास्ट अथवा साउनको फर्स्ट हप्ता फेरि अर्को हारेगुरै गऱ्यो भनेपछि त्यसपछि मादल खुल्छ। मादल खुल्यो भने चाहिँ बल्ल फेरि मैले नाच देखाउन सक्छु। त्योभन्दा अगाडि किन नि? यो हाम्रो भुइँहार थानमा त्यस्तै रहेछ पहिलेदेखि चलाचलन। त्यो गुरै गरिसकेपछि मादल बजाउन नपाइने भनेर पहिलेदेखि चलन लगाएर छन्। अब हुन त यो डल्लामा, अब यो यहीँ चखौरामा यतातिर बारेमासे के अरे बजाइहाल्छन्। अब यतातिर चाहिँ अब हामी एक्लै भएर त्यो पनि नहोला सायद। यो दुनाटबरी मेसिन यही हो हजुर। हामीले यसैमा उत्पादन गर्ने दुनाटबरी मेसिन यही हो। उनले जाँडको झोल राख्न देउखुरीबाट ल्याइएका परम्परागत घैँटा पनि देखाए। यता त ठ्याक्कै थारू घर जस्तो देखे। मेरो एकदम पुरानो संस्कारतिर लग्न खोजेको के छु भनेपछि अस्ति मात्रै देउखुरीमा अर्डर दिएर मैले बनाउन लगाएको थिएँ। यो माटोको घैँटो, त्यो माटोको घैँटो अलि निहुरिन होला। मैले स्पेसल जाँडको झोलको लागि ल्याएको हो यो। जाँडको झोल राख्ने? हजुर। त्यो प्लास्टिकको ड्राममा त्यति राम्रो नहुने भयो। किन? यसमा चाहिँ चिसो भइरहने भयो, त्यो प्लास्टिक त अलिकति उम्लिने भयो, तातो हुने भयो। त्यो भएर यसमा जति जाँड सप्रिन्छ त्यसमा नसप्रिने। देउखुरीबाट मगाउनु? हजुर, देउखुरी। यतैबाट छिर्ने हो अब? हजुर हजुर। मान्छे हटाएन भने पनि यहाँ बस्न सक्छ? हजुर, यता बस्न नि मिल्यो। अब कहिलेकाहीँ प्याक भइहाल्छ। अब उतातिर 3वटा छ, हल छ, यो गोलघर छ, यतिमा पनि प्याक भइहाल्नु हो भने चाहिँ यतातिर अलिकति सेभ गरिदिन्छौँ। र सुत्ने कोठाहरूको नाम थारू चाडपर्वमा थारू चाडपर्वसँग जोडिएका फुलहरूको नाममा थिए र ती फुलहरू पनि बगैँचामा फुलिरहेका थिए। ए घुनेस्रा फुला, घुनेस्रा भन्ने चिन्नुहुन्छ चिन्नुहुन्न? चिने। यही हो घुनेस्रा फुला। घुनेस्रा हो। त्यो त घुनेस्रा भन्ने यही हो। कृष्ण जन्माष्टमी थारूहरूको अस्टिमकीमा एकदम यो नभई नहुने। अनि अरू फुल? अरू फुल चाहिँ अब यो चाहिँ बेब्री भइहाल्यो। बेब्री। अब यो त दसैँमा हो हैन? हजुर, दसैँमा चाहिने हो यो। यो पनि दसैँमा पनि नभई नहुने। अनि अर्को नाम के छ रे? एउटा जुन दौना फुला भन्थे नि मैले, त्यो कता छ? यहाँ छ, यहाँ। ए दौना? हजुर हजुर। यो? हजुर। दौना फुला।
थारू जातको फुलको नामकोबाट हजुर हजुर सबै त्यो कोठाको कोठाहरूको नाम भयो राखेको छ। कति राम्रो। यो आफ्नै होला हैन? सबै आफ्नै हो। ए यसमा लगभग हामीहरूको 3 बिघाको प्लट छ। 3 बिघा। 3 बिघा। यो जुन यो कुखुरा खोर छ नि, त्यो कुखुरा खोर त आदि मात्रै लिएका छौँ। उतातिर अब नजरभन्दा बाहिर हुन्छ। अब यो कुखुरा बाख्राहरू अलिकति सेफ्टी पनि हेर्नु पर्यो। त्यो भएर उतातिर चाहिँ यिनै जङ्गलहरू छ, यिनै बोट बिरुवाहरू छ। आफूलाई चाहिने जति मात्रै अलि यता गरेका छौँ। उतातिर चाहिँ यिनै डाले घाँस यिनीहरू। यहाँ फलफुल पनि आफ्नै भयो? हजुर हजुर फलफुल पनि सबै किन्न केही परेन? किन्न लगभग अब नुनहरू त यिनीहरू त पर्यो, अरू कुरा लगभग पर्दैन भनौँ। आफै उब्जनी गर्नु भएको छ? आफै उब्जनी। ए हामीले यो पाहुनाहरूलाई के अरे भात पनि यहीँ आफ्नै लोकल चामल खुवाउँछौँ। ए त्यो त लोकल चामल जिरा मसिनो भन्ने। अरू यहाँ के पाउँछ? अब हामीहरूको स्पेसल थारू खाजा भनेको थारू खाजा सेट छ एउटा। त्यसमा थारू खाजा सेटमा ढिक्री, खरिया, आलुको अचार र अर्सीको अचार, त्यो एकदम भेज हो। त्यसमा कुनै माछा मासु मिसिएको हुँदैन। अनि बाँकी अब हामीहरूको यहाँ लोकालिटी पाउने भनेको अब जाँडको झोल, अनि घरमा पारेको लोकल रक्सी। अब बजारको रक्सी त छँदैछ, त्यो अब सबैले त्यो खान सक्नुहुन्न। खान नसकेपछि उहाँहरूले चाहिँ अब त्यो बियर, अब यिनी अब बजारका रक्सीहरू के छन् वही त्यही नै युज गर्नुहुन्छ। अनि होमस्टे खोल्ने सोच चाहिँ कसरी आयो यहाँको? यो थारू होमस्टे खोल्नुपर्छ, त्यो पनि यो ठाउँमा शान्तिनगर, हजुर पश्चिम भेग, जहाँ बजार छैन, हजुर यस्तो ठाउँमा होमस्टे खोल्नुपर्छ भन्ने सोच चाहिँ कसरी आयो? मेन चाहिँ मेरो उद्देश्य के हो भनेपछि यति रिस्क लिएर मैले यो अनकटा ठाउँमा लगानी गरेको, एउटा हाम्रो थारू संस्कार, थारू संस्कृति, अनि थारू खानाको परिकार, थारूको वेशभूषा, यीहरू संरक्षण गर्न सकिन्छ कि अब यो हाम्रो लोप हुँदै गएको भाषा भयो, संस्कृति भयो, वेशभूषा भयो, मेन कुरो यसलाई जगेर्ना गर्ने उद्देश्यले एउटा थारू सांस्कृतिक होमस्टे नाम राखेर सञ्चालनमा ल्याएको हो मैले यो। अब त्यही अनुरूप मैले एउटा थारू कल्चरको एउटा टिम पनि बनाएको छु। त्यो पनि अब अरू हुर्दङ्गिया, महुत्या, छोकरा यो त अब गाउँबाटै नाच्न सक्थे, यो थारू लट्ठी नाच चाहिँ नाच्न नसक्ने। अनि म प्रशिक्षक बोलाएर लगभग 1 महिना जति मैले त्यो नाच टिमलाई प्र्याक्टिस गराएपछि उहाँहरूले नाच्न सक्नुभयो। कल्चर प्रोग्राम तयार गर्नलाई मलाई अलिक गाह्रो भयो। कसरी? एक त मान्छेहरूलाई चेतना नभएर पनि होला, हामीले यो हाम्रो थारू संस्कृति बचाउनलाई हामीले यो प्रोग्राम गरेका छौँ है भनेर। पहिले त मलाई टिमको लागि मेन पावरै जुटाउन गाह्रो भयो। लौ न गरिदेऊ भनेर। अनि टिम जुटाइसकेपछि अर्को समस्या कहाँ आयो भनेपछि बिहे नगरेका केटीहरूलाई सिकाउँदाखेरि उनीहरू भोलि अब बिहे गरेर जाने भयो। कर्मशः मेरो त त्यो आज एकजनाको बिहे होला, भोलि एकजनाको बिहे होला, पर्सि एकजनाको बिहे होला गर्दा मेरो फेरि त्यो टिम रितिने हो, पुनः अर्को टिम तयार गर्नुपर्ने भयो। अनि अर्को कुरो सबै बिहे गरेका टिम मैले जम्मा गरेँ। बिहे गरेका टिम जम्मा गरिसकेपछि फेरि त्यसमा अर्को समस्या के आयो भनेपछि कहिले अब केटाकेटीले फुर्सद नदिने, भात भान्सा गर्नु पर्यो, घर परिवार गर्दाखेरि यो अलिकति कल्चर प्रोग्रामको टिम गराउँदा चाहिँ अलिक गाह्रो हुँदो रहेछ कि।
यसमा चाहिँ अलिक चुनौती छ। जतिखेर पायो त्यतिखेर फुर्सद पनि नपाउने। अब यता पराए जस्तो अब साँझ 8, 7, 8, 8:30 बजेतिर प्रोग्राम देखाउने भाव भएर अलिक सजिलो भएको छ। यो होमस्टेमा आएपछि पाहुनाहरू चाहिँ के कुराको स्वाद लिन सक्नुहुन्छ अनि के कुराहरू यहाँ नौलो देख्न सक्नुहुन्छ? अब यहाँ नौलो भनेको मैले भने अब एक त सबभन्दा यहाँको उद्देश्य के हो भनेपछि यही उत्पादन गर्ने, यही खपत गराउने नौलो कुरा। अनि अर्को कुरा हामीहरूको यहाँको सबै अब लोकल चिज मात्रै, जस्तै लोकल रक्सी, लोकल जाँड, लोकल भाले, लोकल माछा, लोकल हाँस, लोकल खसी। जस्तै कुनै राम्रो ठुलो टिम आयो भनेपछि उहाँहरूले ल खसी काट्दै भन्नुभयो भने चाहिँ त्यो खोरबाटै खसी तानेर काटिदिन्छौँ। त्यो समस्या पनि छैन हामीलाई। अनि उहाँहरूले ल हामीले यो भाले खाने है भनेर वहीँ गएर रोज्नुहुन्छ, अनि त्यही छोप्छौँ, त्यही काटिदिन्छौँ। उहाँहरूले अब अर्डर दिनुहुन्छ, हामीलाई सेकुवा बनाइदिए, हामीलाई भुटुवा बनाइदिए, हामीलाई ग्रेभी बनाइदिए, ल हामीलाई मकैको रोटी बनाइदिनु है भनेर भन्नुहुन्छ, मकैको रोटी बनाइदिन्छौँ। ल हामीलाई गाउँको रोटी बनाइदिनु है भनेर भन्नुहुन्छ, हामीले गाउँको रोटी बनाइदिन्छौँ। ल हामीले दरिया भात खाने भन्नुहुन्छ, अनि त्यो दरिया भात र लोकल कुखुराको झोलसँग अब अहिले सिजन अनुसार हामी कहाँ मकै छ, ल हामीलाई मकै पोलिदिनुहोस् भन्नुहुन्छ। अब यहाँको लोकल स्पेसल, अब लोकल भनेको स्पेसल मेरो लोकल ब्रान्ड चाहिँ कुनै पनि छैन। मैले लोकल अब यही होमस्टेकै एकदम के अरे प्रमोट मैले गर्न खोजेँ के थियो भनेपछि हाम्रो थारू भाषामा पुलरिगेट्टा भन्छन्, यो थारू पहाडी भाषामा चाहिँ दुधे गङ्गटा भन्छन्। त्यसलाई चाहिँ मैले यहाँको लोकल यो एकदम स्पेसल बनाउन खोजेको थिएँ। त्यो सम्भव रहन्छ। फेरि त्यो चाइनामा मात्रै उत्पादन गरेको रहेछ। नेपालमा अहिले जनकपुरमा परीक्षण गरिरहेछ अरे। मैले यो पशु विज्ञ केन्द्र घोराइमा गएर मत्स्य अधिकारीसँग सम्पर्क गरेका थिएँ। लाउनु सर मेरो होमस्टे छ, उहाँहरू पनि आउनु भएको थियो। यो एक फेरा यो बाख्राको खोर सुधारमा अलिकति 40,000 जति पैसा हालिदिनु भएको थियो, त्यसको अनुगमन आउनु भएको थियो। ल त्यहाँ म त होमस्टे पनि सञ्चालन गरेँ सर भनेपछि त राम्रो गर्नुभयो भनेर मैले त्यहाँ कोही स्पेसल मैले दुधे गङ्गटा गर्नु खोजेको छु सर। ल दुधे गङ्गटा खान जाउँ भनेपछि कहाँ जाउँ त? शान्तिनगर थारू सांस्कृतिक होमस्टेमा जाउँ भन्ने एउटा होस् भन्ने हिसाबले। अनि उहाँहरूले के सल्लाह दिनुभयो भने चाहिँ अहिले जनकपुरमा परीक्षण भइरहेछ, त्यहाँ कस्तो हुन्छ, सक्सेस हुन्छ, के हुन्छ, अनि त्यसपछि मात्रै तपाईँ कहाँ सल्लाह सुझाव दिउँला, गर्न सकिने नसकिने भनेर सल्लाह दिनुभएको थियो। अनि त्यो भाव भएर मैले त्यो चाहिँ स्पेसल गराउन सकिनँ। नाइ भने चाहिँ अब यहाँको अब हामीहरूको अब सबै लोकल, अब मैले ब्रोइलर र पोखरीको माछा राख्दिनँ। कोही अब खाइ नसक्ने, हुँदै नहुने पाहुना आउनुभयो भने चाहिँ उहाँहरूले पहिले नै अर्डर गर्नुहुन्छ, ल है म त ब्रोइलर खान्छु भनेर भन्नुभयो भने चाहिँ ल्याएर चाहिँ पकाइदिन्छौँ, नपकाइदिने होइन। चाहिँ स्पेसल त्यसरी हामी त्यो राख्दैनौँ। सन्तुष्टि हुनुहुन्छ? म एकदम सन्तुष्टि छु। किनभनेपछि मैले आफ्नो सबै फ्यामिलीलाई बिजी बनाउनु पाएको छु, म आफू बिजी भएको छु। अब बिजी हुनु नै राम्रो हो जस्तो लाग्छ मलाई। योभन्दा अगाडि के गर्नुहुन्थ्यो यहाँ चाहिँ? योभन्दा अगाडि म नेपाल पुलिसमा थिएँ। त्यो त नेपाल पुलिसमा 30 वर्ष जागिर पुगिसकेपछि हामीको अब अनिवार्य अवकाश हुन्छ। 30 वर्षभन्दा खान पाइँदैन। अनि मेरो 30 वर्ष पुग्यो, 80 मङ्सिर 18 गते 30 वर्ष पुगेपछि म अनिवार्य अवकाश निस्किएर मङ्सिर महिनाभरि अब पेन्सन पट्टा बनाउन के गर्न यता दौडधुप भयो। अनि 80 मङ्सिर पुसदेखि मैले यो बनाउन सुरु गरेँ, होमस्टे सञ्चालन गर्नलाई। अब भवनहरू संरचनाहरू भनौँ न सुरु गरेँ। अनि त्यसपछि दर्ता चाहिँ मैले 2080 मै गरेँ। सञ्चालन चाहिँ 2081 साल वैशाख 1 गतेदेखि मैले यो सञ्चालनमा ल्याएको। अहिले भनौँ न 14 महिना जति भयो मैले सञ्चालनमा ल्याएको। जागिरे जीवन राम्रो कि व्यावसायिक? अब जागिरे जीवनलाई नराम्रो भन्नु पनि मिल्दैन। अब
अब यो व्यापार पेसा के हो भनेपछि आफू मात्रै नभएर जागिर भयो भने चाहिँ आफू मात्रै बिजी हुने भयो। जस्तै अब मैले एकजना मेरो घर पुऱ्याएर मैले एकजना जागिर खाएँ भने चाहिँ म मात्रै बिजी हुने भएन, बाँकी घरका मान्छे बिजी हुने भएन। तर यो व्यापार गऱ्यो भने चाहिँ घरका मान्छे सहित सबैजना बिजी हुने रहेछ। अहिले अब हामीहरूको परिवारमा 5 जना छौँ। म, मेरो श्रीमती, जेठो छोरो, अनि कान्छो छोरो र कान्छी बुहारी, 5 जना परिवार छौँ। 5 जना हामीले अहिले अब कतै घुम्न जाउँ भन्दा पनि मनले जाउँ भन्दा पनि यसले फुर्सद दिने रहन्छ। त्यही भए भएर म एकदम कमाइ होला नहोला त्यो आफ्नो ठाउँमा छ, तर घर परिवार सबै सँगै छौँ, बिजी छौँ, सँगै काम गर्न पाछौँ। त्यही भएर म एकदम सन्तुष्टि छु। खर्च चलेको छ? खर्च चलेको छ। वार्षिक आम्दानी कति हुन्छ होला त्यसरी हेर्दाखेरि? अब क्यालकुलेसन गर्दाखेरि वार्षिक आम्दानी महिनामा 1 लाख भयो भने भनौँ न वार्षिक 12 लाख त भइहाल्यो। त्यो महिनामा 1 लाख त रेसियो निकाल्दा पनि हुन्छ। त्यो रेसियो निकाल्दा पनि महिनामा 1 लाख हुन्छ। महिना 1 लाख हो भने चाहिँ अब हामी घर परिवारले सबैले चलाफा भएर हामीलाई कर्मचारीलाई तलब दिनु परेन, नम्बर 1। अनि अर्को कुरो चाहिँ हामीलाई घर भाडा तिर्नु परेन। त्यसले गर्दा पनि हामीहरू अलिकति प्लस पोइन्ट छौँ। त्यसमा चाहिँ घर परिवारले सबैले साथ दिएको छ। घर परिवार त अब रोजगारी हुने नै भयो। जस्तो एउटा थारू होमस्टे भनिसकेपछि यहाँ शान्तिनगरमा थारू बस्ती पनि छ। परिवारका सदस्यहरूबाटै यहाँ सबै कुरा यहाँले म्यानेज गरिरहनु भएको छ। एक अर्थले सबै यहाँ त्यो प्रकारको व्यावसायिक रूपमा रहनु भएको छ परिवार नै। बाहिरबाट रोजगारै नपाएका युवाहरू पनि छन् थारू समुदायमा धेरैजना। त्यस्तो युवाहरूलाई जोड्ने सम्भावना के छ यहाँ? अब अहिले तत्काल हामीहरूले भ्याएको भए भएर मैले एकजना सहयोगी जस्तै पाए हुन्थ्यो भनेर मैले खोजिरहेको छु अहिले तत्काललाई। नै मान्छे म कहाँ अहिले तत्कालै भन्नाले पनि म कहाँ एकजना कुक अनि एकजना एउटा हेल्पर भनौँ न। अब कोही माछावाला छन्, कोही कुखुरावाला छन्। जस्तै अब कुखुरा पनि अब यहाँ पुर्याउन सकिन्न। कुखुरा र हाँस खोजिदिने मान्छे पनि एकजना छ, उसले पनि रोजगारै पाएको छ। मसँग गङ्गटा र के अरे माछा ल्याइदिने मान्छे छ, उसले पनि रोजगारै पाएको छ। कमसेकम उनीहरूले आफूले उत्पादन गरेर होस् अथवा खरिद गरेर होस्, अब उसले कहाँ बेचौँला के गरौँला भन्नु छैन। सरासर यहाँ ल्याएर बुझाइन्छन् उनीहरूले। माछा मार्छ ल्याउँछ, कुखुरा खरिद्छ ल्याउँछ, अथवा उसकै घरकै कुखुरा बोक्छ ल्याउँछ, यहाँ तौल्छ, पैसा लैजान्छ। मलाई अब 2 जना 3 रोजगारै भइहाल्यो। अब भनौँ न अब मैले मेरो सोच अनुसार अब मैले भविष्यमा 8-10 जनालाई रोजगार दिन सकुला जस्तो लागिरहेछ। किनभने मलाई अब एउटा तरकारी खेती गर्ने मान्छे चाहियो। सधैँ त अब एकैनासी नहोला, एकजना माली चाहिएला, एकजना अब यो फर्म हेर्ने मान्छे चाहिएला, एकजना कुक चाहिएला। त्यसले गर्दाखेरि 8-10 जनालाई रोजगार दिन सक्छु भनेर मैले यो पनि आँट गरिरहेको छु। थारू समुदायबाटै समेट्छु म यो कुरा। समेट्ने योजनामा हुनुहुन्छ? हजुर हजुर। जस्तो यहाँ एउटा राष्ट्र सेवक मान्छे अनि अहिले व्यवसाय, यो 2वटा कुराहरूमा जीवनमा त अनेक बाधाहरू पनि आयो होला। एउटा थारू समुदायबाट यतिको गर्ने मान्छे प्राय नभेटिएको अवस्था, त्यो पालीमा अब हजुरहरूको त्यो एउटा उमेरमा जमानामा भनौँ भनेपछि यो 30-35-40 वर्ष अगाडिको कुरा होला। यो कुरा हुनसक्छ। दुःखका दिनहरू त्यस्तो आए कुनै? अब जीवन निर्वाह गर्दै जाँदा एउटा थारू समुदायको एउटा छोराले राष्ट्र सेवक भन्दाखेरि एउटा पढाइको कुरा हुन्छ, अनेक कुराहरू हुन्छ। दुःखका दिन सम्झिँदा कुनै त्यस्तो पल?
अब दुःखका दिन सम्झिनु भन्दा त पनि अब हामीहरूको पालामा के थियो भनेपछि जस्तो यहाँहरूको बुवा आमाले कसरी यहाँहरूलाई चाहिँ पालन पोषण गर्नुभयो, कसरी यहाँ चाहिँ यतिको माथिसम्म यो लेभलमा आउनुभयो, त्यो कुराहरू? अब बुवा आमाले मलाई नपढ पनि भन्नु भएन, म यस्तो गर्छु बुवा भनेपछि नाइ पनि भन्नु भएन। र म यो प्रेरित कतातिरबाट भएँ भनेपछि 2050 सालमा म 48 सालदेखि अलि बाहिर घुमेँ। अनि 2050 सालमा जिल्ला परिषद कार्यालय घोराही दाङले जवान पदको लागि आवेदन खोल्या रहेछ। फारम भर्न चाहिँ यहीँ पर्नु, जिल्ला परिषद कार्यालय दाङमै भर्न पाइयो। तर छनौट हुन फेरि नेपालगञ्ज जानुपर्ने, तालिम केन्द्र त नेपालगञ्ज थियो। अब त्यतिखेरको समयमा यता फारम भर्यो। त्यतिखेर भनौँ न एकजना अब हामी त पब्लिक जीवन थियो, अब असाबको हो सैसाबको हो दर्जा पनि त्यति थाहा थिएन। एकजना असाब हुनुहुन्थ्यो, उहाँले तालिम केन्द्र लिएर जानुभयो। तालिम केन्द्रमा रनिङ अब फिजिकल सम्झाउनु हो, फिजिकल मेडिकल लिखित मौखिक सबै भएपछि त्यसमा छनौटमा परियो भनौँ। अब हामीहरूको दाङबाट 18 जना छनौट भएर गएका थियौँ। दाङबाट 18 जनामा हामी थारू समुदायबाट 2 जना थियौँ। एकजना देउखुरीको श्याम चौधरी भन्ने हुनुहुन्थ्यो, उहाँ चाहिँ एथलेटिक्स खेलाडी हुनुहुन्थ्यो। अनि म चाहिँ यता दाङबाट छनौट भएँ। म चाहिँ अलिअलि अब भलिबल यताउता खेल्ने गर्थेँ। 2 जना हामी थारू 18 जनामा थारू समुदायबाट 2 जना भयौँ। 2 जना भएपछि तालिम सकियो। तालिम सकिएपछि अब ती अब दुःखका दिनहरू त अब सम्झिन सक्नु पनि छन् त। अनि एकदम जागिरमा दुःख भनेको त्यतिखेर 55 सालतिर हो, जाजरकोटमा पाइयो। त्यतिखेर एकदम अब द्वन्द्व चर्किएको थियो। दुःख पाइयो भन्नाले पनि अब घरमा आउन जान नसकिने दुःख कुरो त्यही त। अब फ्यामिलीसँग भेट भएन भनेपछि अब त्यो जतिको दुःखद कुरो के हुन्छ? बाँकी अरू सुख दुःख त अरू त गर्दै गर्छ। जस्तो कि एउटा थारूको घरमा यहाँको जन्म भयो, यहाँको बुवामा अब थारू प्राय खेती किसानी नै हो हामी, होइन? खेती किसानी थारू समुदाय, यहाँलाई त्यो स्तरसम्म पुर्याउन बुवाआमाको एउटा दुःख, यहाँको एउटा दुःख सङ्घर्ष भन्ने हुन्छ त्यो पलहरू। अब त्यो पलहरू अब पढाइ लेखाइ गराउनलाई अलिअलि अब दाइहरूले पढ्नु भएको थियो, अब बुवाआमाले त पढ्नु भएको थिएन। उहाँहरू खेती किसानी गरेर खेती किसानी गरेर मलाई अब यहाँसम्म पुर्याउनु भयो। अनि विशेष गरेर दाइको पहल थियो मेरो स्कुल पठाउने। अनि त्यसपछि ल कतै जागिरको लागि जोहो गर्छ भने आफै गर। अब हाम्रो त भनौँ न म एउटा गाउँमा जन्मिया कृषकको छोरो हो भनेपछि मेरो पहुँच के थियो होला र? यो आफै आकलन गर्न सक्नुहुन्छ हजुरले। त्यही त म एउटा गाउँमा जन्मिया थारू समुदायमा जन्मिया कृषकको छोरो। न त्यतिखेर बसको यातायातको सुविधा थियो, न टेलिफोनको सुविधा थियो, न कुनै नेटको सुविधा थियो। एउटा सुविधा भनेको चिठी थियो। चिठी लेख्यो, हुलाकमा हालिदियो, त्यो अब मान्छे गइ पुग्ला, त्यो चिठी गइ पुग्ने थिएन। त्यतिखेरको त्यो जमाना थियो। यहाँसम्म आइपुग्नु भनेको अब कठेर कोहीसँग सहयोग लियो होला, आफ्नो ठाउँमा छ। नयाँ मान्छे मैले भने नि एउटा थारू समुदाय, गरिब समुदायमा जन्मेको कृषकको छोरो अब गएर भर्ना भएर एउटा म नेपाल प्रहरीको सहीमा रिटायर भएँ। अब यो भनौँ न गरेपछि के नै नहुँदो रहेछ र भन्ने एउटा उदाहरण जस्तो पनि लाग्छ मलाई। अनि त्यति अब 30 वर्ष जागिरको चुनौती सकेर पनि समाजमा के गर्नुपर्छ है भनेर मैले फेरि चुनौती भोगेँ। भनौँ न एउटा यो चुनौती नै हो नि, लगानी गर्नु भनेको सानो कुरो होइन, त्यो चुनौती नै हो। अनि त्यसपछि कति लगानी गर्नु भएको छ यहाँ?
अहिले यसमा फर्म होमस्टे अनि त्यसपछि सबै जोड्ने हो भने चाहिँ मलाई लगभग 1,25,30 लाख जति भेटिसकेको छ। आफ्नै लगानी कतैबाट सहयोग? मैले केहीबाट केही सहयोग पाएको छैन। अब छोरो पनि विदेश थियो, छोरोले कमाएको पनि सबै यसमा हाल्दिएँ। अब मेरो जागिरबाट आएको पैसा पनि सबै यसमा हाल्दिएँ। अब उतातिर मिसन सिसन गएको पनि सबै यसमा खनाएँ भनेपछि अहिले अब अलिअलि बैङ्कमा ऋण छ, बाँकी चाहिँ सबै आफ्नै लगानी हो। र अब कतैबाट अनुदान सहयोग भनेर होमस्टेमा कतैबाट हालेको छैन। परिवार खुसी छ? परिवार मेरो एकदम खुसी छ। त्यही त परिवार मेरो एकदम खुसी छ। किनभने चाहिँ अब घर परिवारसँगै बसेर काम गर्न पाउनु, सँगै बसेर खान पाउनु भनेको त्यो जतिको भाग्यशाली के हुन्छ र? भनौँ न अब घर छोड्नुको पीडा, परिवारबाट अलग हुनुको पीडा त मैले भोगेको छु नि त। किनभने चाहिँ 33 वर्षसम्म अलगै बसेँ। होला 2-4 दिन बिदा आएको बेला अब भेट भयो, त्यो आफ्नो ठाउँमा छ। अब 365 दिनमा 2-4 दिन 8-10 दिन भनौँ न 1 महिना होला, बाँकी 11 महिना त अलगै बस्ने हो नि। बिहे भइसकेको थियो जागिर खाँदा? मैले जागिर खाँदा बिहे गरिसकेको थिएँ। बच्चा दुइटै जन्मिसकेको थियो मेरो। अब त्यतिखेर अब हामी थारू समुदाय सानैमा बिहा गर्ने चलन पनि थियो। मैले 18 भन्दा पहिले नै बिहे गरिदिएँ। यहाँको पढाइ चाहिँ कहाँ भयो, कतिसम्म? मैले यता के अरे उसमा के भन्छ अरे पुलिसमा भर्ना हुँदा म 8 क्लास मात्रै पास थिएँ। अनि पछि म जागिरको सिलसिलामा जाजरकोट गएँ। जाजरकोट गएपछि मैले जाजरकोटबाट एसएलसी दिएँ। 54मा जुम्लाबाट जाजरकोट सर भएपछि म त्यहाँबाट एसएलसी चाहिँ गरेँ। सम्भव थियो त्यहाँ जागिर पनि पढाइ पनि? पढाइ अब त्यतिखेरको द्वन्द्वकालमा अलि सहजै थियो भनौँ न। त्यो त सहजै थियो त्यो जाजरकोटबाट चाहिँ। त्यसरी गरेर त्यसपछि चाहिँ अब घर गृहस्थीले पनि स्याम्दै गयो, के अरे जागिर पनि छिपिँदै गयो, उमेर पनि छिपिँदै गयो। अब भनौँ न एकजना छोरा बाहिर भएको छोरालाई पनि मैले फिर्ता बोलाएँ। यो कस्तो हो भने चाहिँ 81 वैशाख 1 गतेबाट मैले उद्घाटन गरेर स्टार्ट गरेँ, सुरु गरिसकेपछि अब बुहारी पकाउन ठिक, कान्छो छोरो माछा मासु बनाउन ठिक। अब म चाहिँ अब उता पाहुनाहरूलाई पुर्याउनु नि पर्यो, यता काउन्टर पनि हेर्नु पर्यो। त्यसले गर्दा मलाई अलिक गाह्रो भयो। गाह्रो भइसकेपछि अब तपाईँले किन बस्नुहोस् त त्यहाँ, र सधैँ विदेश बसेर पुग्ने पनि होइन, एक दिन घर फर्किनै पर्ने हुन्छ। अब यहाँ पनि अब व्यवसाय सुरु गरिसकेँ मैले, त्यहाँ नहोस् फिर्ता आइज भनेपछि त्यो जेठो छोरो हो उता दुबई भएको, उसलाई मैले यो व्यवसाय सुरु गरेपछि मैले फिर्ता बोलाएँ। उहाँ खुसी हुनुहुन्छ? एकदम खुसी छ, ऊ पनि खुसी छ। ऊ आउने बित्तिकै मैले उसलाई रिसेप्सन अनि त्यसपछि यताउता सबै जिम्मा लगाइदिएपछि ऊ पनि बिजी भयो। बिजी नभइदिएको भए सायद त्यति बेकार आएको छु भन्ने जस्तो हुन्थ्यो होला उसलाई। अब यसैमा बिजी भयो, यसैमा रमाउन लगाएपछि ऊ पनि अलिक खुसी छ। ऊ पनि खुसी छ। कति वर्ष भयो अरे सञ्चालन गरेको? यो 81 साल वैशाख 1 गते भनेपछि 14 महिना भयो। 14 महिना। हजुर 14 महिना। छोटो समयमा धेरै फस्टाएछ त। अब सबै यो साथीभाइ पत्रकार उहाँहरूकै देन हो भन्छु मैले। यो मैले फस्टाएको होइन कि, मेरो हामी जति पत्रकार मित्रहरू साथीभाइहरू आएर प्रचार गरिदिनुहुन्छ। अनि त्यसपछि ल है फल्ना ठाउँ यस्तो छ भनेर आफ्ना साथीभाइहरूलाई जानकारी गराउनुहुन्छ। भनौँ न नयाँ नयाँ अनुहार देख्न पाइन्छ। हामीलाई त फल्नाले फल्लो ठाउँमा यस्तो छ, नचिन्या मान्छेले भन्ने भए। चिन्या मान्छे छ भने चाहिँ छवि दाइले त यस्तो गरेको छ है रमैदामा भनेर उहाँहरू पनि खोज्दै आउनुहुन्छ। त्यो भएर अहिले मैले भने नि मलाई यो
एरियाले पनि साथ दिएको छ। भन्छन् नि भौगोलिक बनावट वरिपरि चिरो छ, हरियाली ठ्याक्क टापु छ यो। त्यो मलाई भौगोलिकले पनि राम्रो साथ दिएको छ। अनि अर्को मैले भने नि साथीभाइ सञ्चारकर्मी उहाँहरूले पनि राम्रो साथ दिनुभएको छ। किनभने चाहिँ अब के अरे अहिले अब सञ्चार माध्यमको जमाना छ। जति सञ्चारमा के अरे प्रचार प्रसार भयो त्यति नै मान्छेले हेर्ने हो। अहिले त मान्छेले फर्लको अब त्यो नेट खोले फल्ना ठाउँ कहाँ छ, फल्ना ठाउँ कहाँ छ, फल्ना ठाउँ कहाँ छ, फल्ना ठाउँ के छ भन्ने हेर्ने त हो नि। अहिले अब पहिलेको जस्तो फल्ना ठाउँ यस्तो छ अरे जाउँ त हेरौँ भन्ने छैन। त्यहीँ हेरेर थाहा पाइहाल्छ। त्यसरी प्रचार भएर पनि छोटो समयमा राम्रै भएको छ भनौँ न। यहाँ दैनिक आउनुहुन्छ? कति आउनुहुन्छ? अब दैनिक जसो दुई तिन टिम चाहिँ कहिले पनि खाली हुँदैन। विशेष गरेर बिदाको दिनमा शनिबार सार्वजनिक बिदा, अनि त्यसपछि शुक्रबार, यो दिनमा चाहिँ अलिक भिडभाडै हुन्छ भनौँ। त्यो त अलिक भिडभाडै हुन्छ। 20 जनासम्मलाई चाहिँ मजाले सुताउन सक्छु मैले। खाना त जतिजनाले पनि खुवाउन सक्यो? खाना त मैले जतिजनाले पनि खुवाउन सक्छु। 100 जना आयो भने पनि मजाले खुवाउँछु त्यो त खाना त। अब जस्तै अस्ति नै भयो, अब हाम्रै एक ग्रिन फाउन्डेसन नेपाल तुलसीपुर शाखाले 73 जनाको टिम साथै प्रदेशको प्रतिनिधि को आउनु भएको रहेछ। उहाँहरूले साँझको खाना चाहिँ यतै राख्नु भएको थियो। सबै के अरे हजुर पनि आउनु भएको थियो। साँझको सबै थारू स्पेसल भनेर उहाँहरूले राख्नु भएको थियो। अनि के अरे पानी खानलाई गिलास बाहेक बाँकी सबै डुना टपरी नै युज गर्ने भनेर भन्नुभएको थियो। त्यतिखेर 73 जनालाई म्यानेज गरियो भनौँ। अब त्यसो अब गङ्गाटा भयो, भुङ्गी भयो, अनि त्यसपछि बुङ्गुरको मासु भयो, जाँडको झोल, त्यसपछि लोकल रक्सी, बाँकी अरू कुनै पनि आइटम युज गर्न दिनुभएको थिएन। अब खाना खुवाउनलाई त म 100 जना ओभरै आए पनि खाना चाहिँ म्यानेज गर्न सक्छु। अहिलेसम्म कहाँबाट आउनु भएको छ यहाँ चाहिँ? बस्नकै लागि, खानकै लागि, रमाउनको लागि? अहिले खानकै लागि, बस्नकै लागि 2वटा टिम सुर्खेतबाट आयो। अनि 2वटा टिम बुटोलबाट आएको थियो। अनि एउटा टिम रूपन्देहीबाट आएको थियो। अनि एउटा टिम बर्दियाबाट आएको थियो। बाँकी अरू यता लोकल घोराई, लमही, भनौँ नेपालगञ्जबाट अब टिम बाहेक भनौँ न 2-4 जना त्यसरी त फाटोफुटो अब काठमाडौँबाट पनि आउनुहुन्छ। अनि त्यसपछि अब टिमै मैले अघि भनेको चाहिँ पुरै गाडीमै टिम आउनु भयो। बाँकी फाटोफुटो 2-4 जना त बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, अनि रूपन्देही, बुटोल, पाल्पा, अस्ति काठमाडौँबाट आउनु भएको थियो। त्यसरी अब खोज्दै अब भनौँ न सामाजिक सञ्जालमा अलिकति भयो भने चाहिँ उहाँहरूले अस्ति सुर्खेतबाट आएको 2 जना हुनुहुन्थ्यो, श्रीमान र श्रीमती, अनि 1 जना छोरा। उहाँहरू त्यही सामाजिक सञ्जालमै हेरेर हामी त खोज्दै आएका छौँ भनेर भन्नुभयो। होमस्टे भनेपछि त आफ्नोपन हुनु पर्यो, त्यो त छ होला नि हैन? हजुर। अनि उहाँहरूले भान्सामै खाने, कुरा गरेर फ्यामिलीहरूसँग खाने भने होमस्टे भनेकै त्यही हो, आफ्नोपन हुनु पर्यो, फ्यामिली हुनु पर्यो भन्ने कुरा। हजुर, मान्नुभयो भने चाहिँ मैले त्यो गर्छु। मैले पहिले रिक्वेस्ट नै गर्छु, सर हजुरहरू होमस्टेमा आउनु भएको छ। होमस्टे भनेको अब घरवास हो। यसमा घरमा खाएको जस्तो आभास आउनु पर्यो हजुरहरूलाई। घर फ्यामिली परिवार बसे जस्तो हुनु पर्यो र गाउँ घर जस्तो के अरे प्रकृति पनि हुनु पर्यो। उहाँहरूले ओके गरिदिनु भयो भनेपछि मैले गुन्द्री नै बिछाएर, बेरी बिछाएर अनि खाना खुवाइदिन्छु। न हामी त त्यसरी नखाने भन्नुभयो भने चाहिँ अब त्यो त उहाँहरूको चोइस हो, मैले जबरजस्ती गर्नु मिल्दैन।
त्यसले मैले जबरजस्ती गर्न मिल्दैन नै तपाईँहरू गुन्जीमै बसेर खानुपर्छ भन्न त मैले सकिनँ र मिल्दैन पनि। अनि र अर्को कुरा फेरि मैले के भन्छु भने चाहिँ भरसक तपाईँहरू बियर नखानुहोस्, पक्की रक्सी नखानुहोस्, यही उत्पादन हुन्छ हाम्रो, यहीँको उत्पादनलाई प्रमोट गर्नुहोस्। अब यस्तो ठाउँमा आउनु भएको छ भने यो कुरा अस्ति 19 नम्बर बाहिनीको जज साहबले मनन गरिदिनु भयो। एउटा कार्यक्रम राख्नु भएको थियो यता कर्साफहरूको उहाँहरूको माताहरूको कर्साफहरूको सँगको एउटा के भलाकुसारी अब बैठक जस्तो भनौँ न के रहेछ, खानाको कार्यक्रम यता राख्नु भएको थियो। अनि हाम्रो यो कल्चर प्रोग्राम पनि मगाउनु भएको थियो। अनि उहाँले के भन्नुभयो भनेपछि यस्तो होमस्टेमा आएर हामीले यिनी पक्की सक्की केही खाने होइन है, यहाँको लोकल जे छ त्यही खानुपर्छ भनेर भन्नुभयो। अनि मैले अनली चामलको भात, अनि त्यसपछि अब मन पराउँदै घोङ्गी गङ्गटा, अनि त्यसपछि लोकल झोल, अनि घरमै बनाएको रक्सी सबै त्यही पुऱ्याउनु गर्नुभयो उहाँहरूले। अहिले छ त्यो हेर्न सक्छौँ हामी? मजाले सक्नुहुन्छ। अब यो लोकल रक्सी भयो, यो लोकल रक्सी कस्तो राम्रो। यसमा के मिसाउनु भयो? यसमा टिमुर अनि पिठो मसला यिनीहरू स्पेसल। यसमा टिमुर नमिसाउने भने चाहिँ मिठो हुँदैन खास। अब मैले यो संरचना बनाइराख्दा लगभग मैले प्राविधिकको सहयोग पनि लिइनँ। आफै बनाउनु भयो? हजुर हजुर। यहाँनिर मन्दिर बनाउनु पर्छ, यहाँनिर टिटी बोर्ड बनाउनु पर्छ, यहाँनिर ब्याडमिन्टन कोर्ट बनाउनु पर्छ। किनभने चाहिँ म आफै खेलाडी भएर यो बिहान रातभरि सुतेर अलिकति आलस्य भएको जिउ बिहान उठेर फ्रेस होस् भनेर मैले यो अवधारणाहरू ल्याएको हो। कोहीको त मन पराउनुहुन्छ नि, कोही खेल्ने मान्छे आउनुहुन्छ। जस्तै अस्ति दुईजना आफै पनि खेल्नुहुन्छ? हजुर, दुईजना आउनु भएको छ। ल टिटी बाजी खेलौँ भन्दै हुनुहुन्थ्यो। खेलौँ, म बुढो मान्छेलाई त के बाइक राख्नु होला भनेर भने। अनि त्यसपछि बाजी खेल्यौँ। बाजी खेलेपछि उहाँले चाहिँ हार्नुभयो। हजुरसँग? मसँग हार्नुभयो। हारेपछि नै तपाईँ कहाँ बुढो हुन्छ हुनुभन्दा भन्दै हुनुहुन्थ्यो। बाजी फेरि के थियो भने चाहिँ 1-1 किलो उसको लोकल कुखुरा माछा। अनि पाउनुभयो? हजुर। उहाँ के अरे ल अब हामी लाजैले भए पनि खुवाउँछौँ भनेर भन्दा आफैले पकाएर आफै पकाउनु फेरि। त्यस्तो यस्तो रमाइलोहरू हुन्छ। यो चाहिँ लोकल कागती हो। सधैँ फल्छ? बाह्रमासै फल्छ यो। अब यो खाने भयो? अझै भएको छैन। त्यसो भए त सबै यहीँको उत्पादन, यहीँ औषधि बिनाको खान पाइयो होइन? औषधि बिनाको। अब यसले औषधि खोजिरहेछ। मैले बरु यस्तो हुन्थ्यो नहाल औषधि भन्छु। हो, यो औषधि हालेपछि यस्तै चिल्लो भइहाल्छ यो। है यो खस्रो छ। हजुर हजुर। यो खिया लाग्यो भने चिल्लो हुन्छ यस्तो। हजुर। अब खिया लाग्यो जस्तो भएको छ। अब यसलाई चाहिँ औषधि हालिदिनु हुन्छ, यो चिल्लो हुन्छ नहुने। यो खाने भयो पछि यो हुन्छ फेरि। हजुर। यो भयो हैन? कोही अब पाक्न थालिसक्यो। यो कर्मश यस्तै भइरहन्छ यो। कर्मश यस्तै भइरहन्छ। मन्दिर चाहिँ शिवजीको किन नि? त्यो मन्दिर अब कस्तो हो भनेपछि अब हामीहरूको थारूको देउता बाहिर राख्न नमिल्ने, अब समग्रमा भुइँहार ठान हुने भयो गाउँभरिको। अनि घरको देउता चाहिँ बाहिर हामीले राख्न नमिल्ने, घरभित्रै अब देउरारपन्थी भन्छ हाम्रो, अब त्यहाँ हुने भयो। त्यसले गर्दा मन्दिर बनाएर हाम्रो थारूभूत राख्न नमिल्ने भयो। त्यही भएर मैले यो शिवको मन्दिर बनाएर, त्यो शिवको मन्दिर बनाएर यहाँ बस्ने मान्छे आयो भने चाहिँ बिहान दर्शन गर्न पायो भगवानको। कोही त अब धार्मिक आस्था भएका मान्छे पनि आउनुहुन्छ। सबैजना दारुै खाने मान्छे, मासुै खाने मान्छे आउँछ भन्ने कुरो होइन। धार्मिक आस्था भएका मान्छे, कोही त माछा मासु नखाने, ल है हामी त भगत हो भन्दै आउनुहुन्छ। उहाँहरूको लागि भाँडा छुट्टै छ फेरि। उहाँहरूले भाँडै छुट्टै गरिदिएको छु मैले। त्यो
उहाँहरू आएर युज गर्ने नै भनेपछि त्यो बोरामा हालेर टँगाइदिइहाल्छौँ। यसैको लागि मैले त्यो माटोको घैँठो ल्याएँ। यो झोल राख्ने? हजुर हजुर, जाँडको झोल। जाँडको झोल। त्यसमा अब मैले अब के बनाउन सक्छु, अब चाहिँ अनदीको झोल बनाउन सक्ने भएँ, गहुँको झोल बनाउन सक्ने भएँ, मकैको झोल बनाउन सक्ने भएँ, जौँको झोल बनाउन सक्ने भएँ, कोदोको झोल बनाउन सक्ने भएँ, चामलको झोल बनाउन सक्ने भएँ। अब यसमा यो प्लास्टिकको भाँडामा त्यति राम्रो सपिन्न यो, त्यही भएर मैले अहिले काम चलाउको लागि हो। हजुर हजुर, यो काम चलाउनु अब जसो तसो व्यापार त गर्नु पर्यो। हजुरलाई चल्छ? अब यहाँसँग जोड्न पायौँ, यहाँका कुराहरू सुन्न पाइयो, आम सबैलाई हाम्रो सुनाउने धोको भयो। अनि हामी आज प्लान बिना नै आयौँ फेरि। हजुर, अनि त्यही त फोनै पाएन, म पनि उता पालिका गएको थिएँ, ठ्याक्क हजुरले फोन गर्नु पर्यो। ठिक्क म यो रङ्गेदा बजारमा आइपुगेको थिएँ। हजुर, ल म आइहालेँ भनेर दौडिहालेँ। पहिलोचोटि आउँदाखेरि यो किन बनाउनु भयो होला जस्तो मनमा लागिरहेको थियो। हजुर, अनि यहाँसँग एकचोटि चाहिँ मजाले बसेर कुरा गर्छु भन्ने चाहिँ सोचिरहेको थिएँ, आज पुरा भयो। अब जीवन यही होमस्टेमै बिताउनुहुन्छ होला? अब मेरो जीवन यसैमै बित्छ। मेरो भन्दा पनि अब मेरो घर परिवारकै लगभग यसैमै बित्छ होला है। हजुर। भलाकुसारीको अन्त्यतिर ठुलो छोराले थारू परम्परागत खाजा ल्याए। गफ, संस्कृति, स्वाद सबै मिसिएर बनेको थियो एउटा अविस्मरणीय अनुभव। त्यो भेट एक प्रेरणादायी जीवनको चजलको थियो। अवकाशको समयलाई अवसरमा बदल्दै थारू संस्कृतिको पुनर्जागरणमा समर्पित छवि चौधरीको यात्रा साँच्चै नै प्रेरणाको कथा हो। यो कथा तपाईलाई मन पर्यो भने शेयर गर्नुहोस्। यस्तो संस्कृति, सपना र समर्पणलाई संसारसम्म पुर्याउने जिम्मा तपाईँ हामी सबैको हो। त्यो गर्दै गर्दा अब 8-10 जना मैले कर्मचारी पाल्न सकेपछि त्यो जतिको गौरवपूर्व केही पनि होइन। त्यो जति गौरवपूर्व केही पनि होइन। अब मेरो कान्छो छोरो विदेश जान खोजेको थियो। अब जेठो त थियो कान्छो पनि विदेश जान्छु भनेर खस्या थियो। जानुहुन्न, यहीँ गर्नुपर्छ, जे गर्नुपर्छ यहीँ गर्नुपर्छ भनेर उसलाई पनि रोकेर मैले होमस्टेमा हुमाएर अनि विदेशमा भएको छोरोलाई पनि यहाँ बोलाएर अहिले मैले यिनलाई खुसी बनाएको छु। त खुसी छ र मलाई समय दिनुभयो, बडा खुसी लाग्यो। यो कहिलेदेखिको धोको थियो, आज भोलि भन्दा आज बल्ल भगवान्ले सायद जुराइदिनु भएछ। आज बल्ल यसो भलाकुसारी गर्न पाइयो, मलाई नि खुसी लाग्यो। अब फेरि आउनु होला भन्दै अब बिदा हौँ। नमस्कार।